हेलो नमस्ते एन्ड वेलकम ब्याक टु माई मिनी ब्लग। आज पनि तपाईहरुलाई म बिजनबारीदेखिको दार्जिलिङको यस्तो दामी अनि यस्तो ब्युटिफुल दिनमा चाहिँ तपाईहरुलाई म दार्जिलिङको यात्रा गराउनेवाला छु है त। आज चाहिँ मेरो ड्युटी परेको थियो दार्जिलिङ अनि म रिसेन्टली अहिले चाहिँ पुगिसकेको छु ब्लक अफिस। अनि ब्लक अफिस पुगेर 10-15 मिनेट बस्दाखेरि त्यहाँबाट मान्छे आइपुग्नु भएको थियो। अनि त्यस्तै हो बाटो उफ्रिँदै हल्लिँदै स्ट्रिङ सुइया बटार्दै ओर्दै म चाहिँ पुगिसकेको थिएँ। दिन यस्तो दामी भइसकेको थियो। म चाहिँ पुगिसकेको थिएँ जामुने ब्रिज है। जामुने ब्रिजमा चाहिँ आज पुरा भिड थियो। अन्त के को हो थाहा भएन। अनि जामुने ब्रिजबाट चाहिँ सट्टै उकालो लाग्दा यस्तो दामी बाटो छ। सट्टै उकालो माथि पुगिसकेर चाहिँ मैले चाहिँ यो बाटो देखाउन लागि चाहिँ भिडियो गरेको थिएँ। हामी चाहिँ उकालो लाग्नुपर्छ। यो चाहिँ दार्जिलिङ जाने बाटो हो। उकालो गयो भने चाहिँ हाम्रो जोरथाङ सिक्किम सिङताम सिङ्लाहरू पुग्छ। अनि आज चाहिँ यस्तो दामी भइरहेको थियो दिन होइन। अनि म माथि गएँ अनि डिएम अफिसमा यस्तो जग्गै थिएन होइन। जग्गा त्यहाँदेखि बजार गएँ। बजारमा यति बेर बसेँ, आधी घन्टा जस्तो बसेँ। केही पनि भएको थिएन होइन दा बजारमा बस्दाखेरि। अन्त निस्किने बेलामा त यसो टायर हेरेको त टायर त छ्याप्पै बजार बिचमा टायर सायर फेरेर त्यहाँदेखि फेरि मान्छे डिएम अफिसबाट लिएर आम्मा यस्तो दामी ब्युटिफुल वेदरलाई चाहिँ यसरी मैले हाई हेलो गर्दै होइन चिया बगानको बिचबाट होइन एकदम खुल्ला आकाशबाट चाहिँ आउँदै थिएँ बिजनबारी। आउँदा रात पर्यो। अनि म चाहिँ फाइनली अहिले बिजनबारी आइपुगेको छु। अनि थ्याङ्क यू फर वाचिङ। अनि साथसाथै गुड नाइट सबैजनालाई।